सबैको जय मसी की जय मसी तपाईँहरू सबैजनालाई आजको दिन एउटा मेरो जीवनमा मैले पाएको एउटा क्षण छ जुनलाई चाहिँ म कहिले पनि बिर्सन सक्दिनँ। प्रभु मसँग बोल्नुभयो। मेरो श्रीमतीले आज म माछा लिएर गएको थिएँ है 50 रुपियाँको। अनि मेरो छोरी चाहिँ खाँदैन माछा, म र मेरो श्रीमतीलाई 50को माछाले टन्नै हुन्छ। अनि मेरो श्रीमतीले है ग्यास सकेकोले गर्दाखेरि चाहिँ हामीले चुलामै मजाले है मेरो श्रीमतीले पकाउनु भयो है, पुरा झोल झोल बनाउनु भयो, धेरै झोल पनि हैन ठिक्कैको। अनि अरू बेला म यति भात लिएर थोरै मात्रै पछिबाट थप्ने, तर आज मैले 3 चोटि थपेँ है। अनि मलाई यति स्वादिलो लाग्यो है, एकदम सिम्पल तरिकाले पकाउनु भएको थियो, त्यति मरमसला पनि हाल्नु भएको थिएन। अनि मेरो श्रीमतीले भन्नुहुन्छ आज त तँ मोर्से भी बगरा पोर्साले भनेर। अनि म प्रभुलाई धन्यवाद दिएँ, जे होस् मैले आज 3 चोटि खान पाएँ भनेर। अरू बेला 2 चोटि नै खान्थेँ मैले त्यो खाँदाखेरि। अनि खाँदै फेरि के पनि भयो भन्दाखेरि म थाल पनि चाट्न थालेँ है। एकदम जति थाल चाट्छु त्यति अझै चाटौँ मन लाग्छ, यति मिठो बनाउनु भएको थियो क्या। अनि मैले विचार गरेँ कि आज जसरी यो खानेकुरालाई है मेरो श्रीमतीले कति दुःख गरेर पकाउनुबाट आज खान पाएँ है, यसरी थाल चाट्दै आज के मैले मेरो जीवनमा परमेश्वरको वचनलाई यसरी नै मिठो मान्दै खाएको छु त? मैले आफैलाई मैले प्रश्न गरेँ है। अनि आज तपाईँ नि हाम्रो जीवनमा पनि जसरी आज हामी खानेकुरा त्यति स्वाद लिई है चाखी खान्छौँ, के तपाईँ नि आज हामीले पनि परमेश्वरको वचनलाई त्यसरी है चाख्दै